यस्तो छ है मर्खामा हेर्नुहोस् चौतारा नम्बर पिपल गाउँघरतिर अर्ग्यानिक भिडियो बनाएर हेर्नु फुल हेर्नलाई सबैजनालाई देखाउँदैछु। हेर्नुलाई गाउँघरतिरको मौसम यस्तो छ। गाउँघर धादिङतिर यसो घुमघाम गर्दै गर्दा यसो एउटा सानो भ्लग बनाएर हालेको छु। हेर्नु होला हेर्नु सिस्नो हेर्नुलाई सिस्नो हेर्नु होला सिस्नो हेर्नुलाई साथीहरू सिस्नो घारी परे सिस्नो गाउँघरतिर पुरा सिस्नो घारी पुरै सिस्नो घारी हेर्नुलाई हेर्नुलाई गाउँघरको चाहिँ साउन 3 गतेको अवस्था चाहिँ यस्तो छ। हेर्नु होला साउन 3 गते चाहिँ यस्तो छ मौसम। हेर्नु होला हेर्नुलाई गाउँघरतिर कच्ची बाटोको यस्तो छ हालत। हेर्नु होला अरू त त्यस्तै हो साथीहरू। म चाहिँ गाउँघरतिर यसो आएको बेलामा सानो भ्लग बनाएर चाहिँ हजुरहरूको सामुमा ल्याउँदैछु। नयाँ साथीहरूले हेर्नुभएमा यसो मेरो च्यानललाई सब्सक्राइब गरेर चाहिँ यसो चाहिँ साथी बनिदिनु होला। त्यहाँ माथि सबैजनाले मेरो च्यानललाई चाहिँ यसो सब्सक्राइब गरिकन यसो सेयर पनि गरिदिनु होला भन्ने गर्दैछु म। हेर्नुलाई पुरा गाउँघर यसको नाम चाहिँ सिरिस भन्छ है साथीहरू। यो सिरिसको रुख हेर्नु पुरै सिरिस मात्रै छ है। हेर्नुलाई पुरा यस्तो छ गाउँघरतिरको मौसम चाहिँ साउन 3 गतेको मौसम हो है साथीहरू। यो हेर्नुलाई पुरा यस्तो कुहिरो लाएर चाहिँ मौसमले पुरा च्यालेन्ज गरिरहेको छ। हेर्नु होला यो चाहिँ घुमघाम गर्दै यसो गाउँतिर आएको बेलामा सानो भ्लग बनाएर हजुरहरूको सामुमा ल्याएको छु। यसरी यसो माया गरिदिनु होला भन्ने आग्रह गर्दैछु म। यसो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। नयाँ साथीहरूले सेयर पनि गरिदिनु होला भन्ने चाहिँ म हजुरहरूसँग राख्दैछु है। हेर्नु होला यस्तो छ साउन 3 गतेको मौसम चाहिँ पुरा यस्तो छ ल्याएर पुरै गाडी पुरै घाँस।